नेपाल अङ्ग्रेज युद्ध, जहाँ के भनिन्छ त भन्दाखेरि नेपालले अङ्ग्रेजमाथि विजय हासिल गर्यो भनिन्छ। तर यसो सोच्दै गर्दाखेरि सुगौली सन्धि जुन भयो त्यसका कारणले गर्दा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु पर्यो। जित्ने राष्ट्रले कहीँ कतै भूभाग गुमाउँछ त? सोच सोचौँ न। त्यो त कहीँ कदाचित पनि हुँदैन। नेपालले वास्तवमा भन्नुपर्दाखेरि नेपाल अङ्ग्रेज युद्धमा युद्ध हारेको थियो। तर पनि त्यो हारेको युद्धलाई हामीले किन आजसम्म जितेको भनेर पढिराखेको छौँ त? किनभने त्यो जितेको भनेर हाम्रो माइन्डसेट कब्जा गर्न खोजिएको छ र हाम्रो इतिहासलाई हेर्ने जुन एउटा दृष्टिकोण छ हो त्यसलाई फेर्न खोजिएको छ कि हामीमा चाहिँ एउटा यस्तो भ्यू छर्न खोजिएको छ जहाँ हामी चाहिँ आफ्नो लस अथवा हामी आफ्नो हार अथवा कुनै पनि अवस्थामा हामी गिरेको देख्न चाहन्नौँ र यसैका कारणले गर्दा आज हामी नेपाली जुन चाहिँ यो गिरेको नदेख्न चाहने कारणले गर्दाखेरि जेनजी आन्दोलन भनौँ अथवा जुन चाहिँ समयअनुसार आउँदै गर्ने परिवर्तन भनौँ, यो परिवर्तनपछि जुन चाहिँ एउटा परिणामलाई संस्थागत गर्नु पर्थ्यो यो परिणाम संस्थागत हुन सकेको छैन र यदि यो कुरामा परिवर्तन नआउने भने यो अवस्था जहिले पनि निरन्तर भइ नै राख्छ। हस् त, धन्यवाद।